मेरो च्यानलमा धेरैजनाले हाउ टु बिकम अ गुड ब्याकएन्ड डेभलपर भनेर सोधिराख्नु भएको हुन्छ। सो इन दिस भिडियो आई विल टेल यु अबाउट हाउ टु बिकम अ गुड ब्याकएन्ड डेभलपर इन 2 मिनट्स। सो नम्बर 1 मा चाहिँ तपाईले सिकेको जानेको कुनै एउटा प्रोग्रामिङ ल्याङ्ग्वेज पिक गर्ने। अब त्यो जुन पनि हुन सक्छ, मेबी पाइथन, जाभास्क्रिप्ट अथवा गोल्याङ। त्यसपछि तपाईले त्यो ल्याङ्ग्वेजको बेसिक्स कुराहरू थाहा पाउनु जरुरी छ। बेसिक डेटा स्ट्रक्चर्स के हो, लुपिङ के हो, फंक्शन्स के हो, ओओपी को कन्सेप्टहरु कसरी अप्लाई गरिन्छ, त्यो सब कुराहरू बुझ्न जरुरी छ। त्यसपछि अब त्यो ल्याङ्ग्वेजमा बेस भएर हामीले फ्रेमवर्क सिक्न पर्ने हुन्छ। लेट्स से फर एक्जाम्पल मैले पाइथनमा ज्याङ्गो फ्रेमवर्क युज गरे। सो अब ज्याङ्गो फ्रेमवर्क युज गरेर रेस्ट एपीआईहरु कसरी बनाइन्छ त? व्हाट इज रेस्ट एपीआई? राउट्स भनेको के हो, ह्यान्डलर भनेको के हो, यसले रिक्वेस्ट र रेस्पोन्सलाई कसरी पार्स गर्छ, त्यसको बारेमा सिक्ने। यति सिकेपछि तपाईले एपीआई भनेको के हो र क्रड एप्लिकेसन बनाउन सक्नुहुन्छ। तर अहिलेसम्म हामीले डाटालाई कहाँ स्टोर गर्ने भन्ने कुरा सिकिसकेका छैनौं। सो तपाईले एउटा डाटाबेस पिक गर्नुपर्ने हुन्छ, चाहे त्यो NoSQL होस् अथवा MySQL होस्। सो अहिलेको टाइममा इन्टरप्राइज सफ्टवेयरहरुमा एकदमै पपुलर डेटाबेस भनेको PostgreSQL हो। यो एकदमै पावरफुल छ र यसको कम्युनिटी सपोर्ट एकदमै धेरै छ। अब डेटाबेस सिकिराख्दाखेरि बेसिक क्वेरीहरु त सिक्नै पर्यो। त्यसपछि तपाईले अलिकति डेटाबेसको एडभान्स कन्सेप्टहरु जस्तो इन्डेक्सिङको कुराहरु, इन्डेक्सिङ कसरी गरिन्छ त? लार्ज भोल्युम अफ डेटा छ, त्यसमा मैले के कुरा सर्च गर्नु पर्यो भने त्यसले एट द मोमेन्ट एकदमै छिटो कसरी चाहिँ रिजल्ट दिन्छ त, त्यो कुराहरु सिक्ने। अनि हामीले टेबल, लार्ज भोल्युम अफ डेटामा चाहिँ भएको टेबल छ भने त्यसलाई हामीले पार्टिसन कसरी गर्ने त, यो सब कुराहरु गरेर हामीले हाम्रो डेटाबेसको पर्फर्मेन्सलाई अप्टिमाइज कसरी गर्न सक्छौं, त्यो सब कुराहरु हेर्ने। सो यति सिक्नु भयो भने तपाईले एउटा बेसिक क्रड एप्लिकेसन, बेसिक वेब एपको लागि चाहिने ब्याकएन्ड सर्भिस बनाउन सक्नुहुन्छ। र अब तपाईले आफुलाई 1 स्टेप फर्दर पुश गर्न मन छ भने क्याशिङको बारेमा सिक्न सक्नुहुन्छ। क्याशिङ भनेको के हो त? ल मानौ मेरो एप्लिकेसनमा 1000 जनाले एभ्री डे रिक्वेस्ट गर्छन् र त्यो रिक्वेस्टमा सधैं एउटा सिमिलर डेटाबेसबाट क्वेरी हुन्छ भने त्यो मैले मेरो एक्चुअल डेटाबेस सर्भरमा धेरै लोड परिरहेको केसमा मैले त्यो डेटालाई चाहिँ कतै क्याश गरेर राख्दिएँ भने मेरो ब्याकएन्ड सर्भरमा भने त्यो एभ्री टाइम डेटाबेसलाई नै रिक्वेस्ट हान्न जरुरी छैन। सो यसरी चाहिँ क्याशिङले कसरी पर्फर्मेन्सलाई अझै अप्टिमाइज गर्न सकिन्छ त्यो कुरा हेर्न सक्नुहुन्छ। सो एक्जाम्पलको लागि तपाईले रेडिस सर्भिस फर क्याशिङ युज गर्न सक्नुहुन्छ। रेडिसलाई कुनै पनि प्रोजेक्टमा एज अ क्याशिङ डेटाबेसकै रूपमा पनि युज गरिन्छ। त्यसपछि अब स्केड्युलिङको कुराहरू सिक्नु पर्यो। अब स्केड्युलिङ भनेको के हो त? नर्मली बिगिनर लेभलमा काम गर्ने मान्छेहरूले ब्याकएन्ड भनेको जस्ट त्यो फ्रन्ट एन्ड र ब्याकएन्ड बीचको कम्युनिकेसन हो, रेस्ट एपीआई बनाइदिने, क्रड एप्लिकेसन बनाउने, एन्ड द्याट्स द ब्याकएन्ड सर्भर भनेर बुझिन्छ। तर अन्डर द हुड धेरै कुराहरू प्रोसेस भइरहेको हुन्छ के। सो स्केड्युलिङ गर्ने कामहरू पनि तपाईले सिक्न जरुरी छ। मानौ तपाईले एभ्री मन्थ तपाईको युजरहरूलाई चाहिँ इमेल पठाउनु पर्ने हुन सक्छ। तपाईको युजरको बर्थडेको दिन त्यसलाई बर्थडे मेसेज गर्नुपर्ने हुन सक्छ। सो यो सब कुराहरूलाई चाहिँ कसरी स्केड्युल गर्ने त, सो दैट अटोमेटिकली यसले अन्डर द हुड आफै काम गरोस्, यो कुराहरू सिक्न जरुरी छ। अब तपाईले अझै 1 स्टेप फर्दर आफुलाई पुश गर्न मन छ भने तपाईले माइक्रो सर्भिस आर्किटेक्चरमा ब्याकएन्डलाई कसरी बनाउने त, हैन? तपाईको लार्ज स्केल एप्लिकेसन छ जसमा चाहिँ मोड्युलमा चाहिँ फंक्सनालिटीहरु छ भने तिनीहरुलाई चाहिँ टुक्र्याएर एज अ माइक्रो सर्भिस कसरी बनाउने त? अनि तिनीहरु बीचमा चाहिँ सकेट कम्युनिकेसन कसरी गर्ने त, हैन? एचटीटीपी प्रोटोकलमा मात्र हामीले फ्रन्ट एन्ड ब्याक एन्डको कम्युनिकेसन गरिरहेको हुन्छौं, तर माइक्रो सर्भिस बीचहरुमा सकेट कम्युनिकेसन कसरी गरिन्छ, एकदम लो लेभल प्रोटोकलमा हामीले कसरी काम गर्न सक्छौं, त्यो कुराहरू सिक्ने। अनि डिप्लोयमेन्ट साइडतिरको पनि सिक्न सक्नुहुन्छ, डकरको बारेमा, हैन? अनि हाम्रो एप्लिकेसनलाई कसरी डकराइज गर्ने, अनि त्यसको वेब सर्भरको बारेमा सिक्न सक्नुहुन्छ। एनजिनिक्स भनेको के हो, यसले कसरी हाम्रो ब्याकएन्ड सर्भिस भन्दा 1 स्टेप अगाडि बसेर चाहिँ अरु क्लाइन्टहरुलाई चाहिँ सर्भ गर्छ, त्यो कुराहरू सिक्ने। त्यसपछि अझै पुश गर्न मन छ भने तपाईले कुबरनेटिस सिक्न सक्नुहुन्छ। यो सब कुराहरूलाई मास्टर गर्नुभयो